धनकुटा 6 घर भएका विवेक श्रेष्ठले 16 वर्षकै उमेरमा ब्याट्रीबाट चलाउन मिल्ने मोटरसाइकल बनाएका छन्। माध्यमिक शिक्षा परीक्षा सकिएपछिको फुर्सदको समय सदुपयोग गर्दै श्रेष्ठले मोटरसाइकल बनाएका हुन्। अरूहरूले अब दिदीहरूले नि बाइक चलाउनु भएको हैन, सिक्दाखेरि मलाई चलाउन दिएन थियो त्यस्तो, अनि अब त्यो चलाउन दिएपछि आफै बनाएर चलाउँछु नि भन्दा अनि त्यहीबाट सोचेको हुन्छ। त्यो सुरुमा त मैले ग्रिलहरुको त्यसको फ्रेमवर्क बनाएँ, अनि फ्रेमवर्क बनाएपछि इटरीहरुतिर विराटनगरतिर गएर चक्काहरु ल्याएर फिट गरेँ हैन। त्यसपछि मोटरहरु, कन्ट्रोलर, ब्याट्रीहरु त्यसकै अनि स्कुटर हिसाबले बनाएको छु। विभिन्न रचनात्मक गतिविधिमा चासो राख्ने र सामग्री बनाउने गरेका उनले घरायसी सामग्रीको प्रयोगले छोटो समयमै मोटरसाइकल बनाएर उदाहरणीय काम गरेका हुन्। विवेकले मोटरसाइकल बनाउँदै गर्दा उनका आमा बुबालाई सफल होला भन्ने पूर्ण विश्वास नभए पनि आशा चाहिँ थियो। तर अहिले छोराले बनाएको बाइकमा चढ्न पाउँदा विवेकका बुबा आमा पनि खुसी छन्। बाबुले अहिलेको 16 वर्षको उमेरमा बाइक बनायो जुन एकदम खुसी लागेको छ मलाई त, किनभने अहिलेसम्म यस्तो किसिमको बाइक कसैले बनाएकै छैनन्। किनभने जुन बाइकहरू छन् त्यो चाहिँ अब यो फ्युलवाला छन् हैन भनौँ न, त्यसले गर्दा धुलो धुवाँबाट जोगाउने क्रममा उसले चाहिँ नयाँ कन्सेप्ट ल्याएको छ यो ब्याट्रीबाट चलाउने भनेर। म त एकदम खुसी लागेको छ, आनन्द लागेको छ। टिनको पाता, धारामा प्रयोग हुने फलामको पाइप, काठको फल्याक, रड लगायत सामग्री प्रयोग गरी बनाइएको मोटरसाइकल 3 घण्टा चार्ज गरेपछि समतल सड़कमा 60 किलोमिटरसम्म गुड्न सक्छ। 1 घण्टामा 40 किलोमिटरसम्म गुडाउन सकिने यो मोटरसाइकल उकालो ओह्रालो सड़कमा भने एक पटक गरिएको चार्जले 30 किलोमिटरसम्म गुडाउन सकिने विवेकको भनाइ छ। 3 घण्टा चार्ज गर्दाखेरि लगभग 60 किलोमिटर, तराईमा 60 किलोमिटर पुग्छ, अनि पहाडतिर लगभग 30 किलोमिटर हुन्छ, उकालो ओह्रालो भएर 30 किलोमिटर जति हुन्छ। अब अरू बाइक भनेको तेलबाट भयो, साउन्ड पोल्युसन भयो हैन, एयर पोल्युसन भयो। यसको चाहिँ अब यो ब्याट्रीबाट भएको हुनाले तेल परेन, अनि साउन्डहरु आएन, एयर पोल्युसन भएन त्यस्तै। विद्युतीय सामग्री बनाउन दखल राख्ने विवेकले यसअघि मिनी हाइड्रो पावर, डोजर लगायत सामग्री बनाएर विद्यालयबाट पुरस्कृत पनि हुँदै आएका छन्। विवेक जस्ता क्षमतावान युवालाई सही ठाउँमा सदुपयोग र अवसर प्रदान गर्न सके मुलुकको विकासले छिट्टै फड्को मार्न देखिन्छ। सगरमाथा समाचारका लागि रबिन कटेल, धनकुटा।